हामी कलेजमा छौँ हामी यो बिल्डिङमा छौँ हामी चाहिँ तर यो बिल्डिङमा चाहिँ होइन हाम्रो पढाइ चाहिँ पछाडिको बिल्डिङमा हो यो हाम्रो नेता हो यो नेता चाहिँ यसको केही काम छ यहाँ नेतागिरी गर्नु पर्यो अरे त्यही भएर हामीलाई यो कलेजमा लिएर आएको जबरजस्ती हेलो गाइस ल आज चाहिँ हाम्रो कति गते अरे आज 22 गते फागुनको 22 गते हाम्रो थर्ड इयरको फर्स्ट डे क्लासको होइन हामी रेडी भएर अब कलेज जानु लाग्यो बिहान 8 बजे फर्स्ट डे त अलि ह्यान्सी भएर जानुपर्छ नि त मैले मेकअप गर्दै यसले त पहिलेदेखि रेडी भयो के लाग्छ त रोज वाटर पनि लाखा यसले त्यही सेन्ट हामी सक्दै त्यही राख्दै हामी अब रेडी भएर कलेज जानु लाग्यो गाइज ल आजको फर्स्ट डे कलेजमा धमाका हान्नुपर्छ केटा हो मस्त पढ्ने गाइज हामी अहिले ल बाटोमा हो दुईजना गइसक्यो हामीलाई छोडेर हामी पनि अब बाइकमा बस्छौँ अनि कलेजतिर जान्छौँ अब 8:30 बजेको क्लास हो हामी धेरै एक्साइटेड भएर 7:50मै हिँडेछौँ अझै आधा घन्टा टाइम त रहेछ हामीसँग त्यही पनि ल गएर यसो पहिलेदेखि बसिराखौँ आज सुरुको दिन कतिजना आउँछन् थाहा छैन हामी कलेजमा छौँ हामी यो बिल्डिङमा छौँ हामी चाहिँ तर यो बिल्डिङमा चाहिँ होइन हाम्रो पढाइ चाहिँ पछाडिको बिल्डिङमा हो यो हाम्रो नेता हो यो नेता चाहिँ यसको केही काम छ यहाँ नेतागिरी गर्नु पर्यो अरे त्यही भएर हामीलाई यो कलेजमा लिएर आएको जबरजस्ती यहाँ चाहिँ बिहान बिहानै क्रिकेट खेलिरहेको नि यस्तो घाम त घामै लाग्छ 7 बजे बिहान बिहानै क्रिकेट खेल्यो यिनीहरू भोको पेटमा हुन त हामी पनि फर्स्ट इयरमा हुँदा त खेलिन्थ्यो है हामी पनि फर्स्ट इयरमा हुँदाखेरि त रन्केर खेलिन्थ्यो यस्तोहरू नै त्यस्तै हो ठिक केटाकेटीहरूलाई रङ्ग लाए जस्तै हुन्छ नि ठिक त्यस्तै हो ल यो उसबाट चाहिँ हामीले यो बिल्डिङबाट हामी उता जाने हो 8 बजे कति 8:30 बजे होइन क्लास ठिक छ ल त्यति जेलसम्ममा यहीँ बसौँ यो तेरो नेतागिरी छिटो सक हुन्छ हामी यता घामतिर बसौँ न त त्यही हो ल गाइज भगवान् ल बल्ल यो कलेजबाट हामी निस्क्यौँ यसको यहाँ चाहिँ क्रिकेट अझै पनि खेलिरहेन होइन हामी यसो घाम लाग्थ्यो अहिले बेला भएन कलेज जाने भनेर बसेको अनि फोटोसोटो खिच्यौँ एउटा दुइटा राम्रो एउटा साथीको आइफोन छ नि त 2-4वटा फोटोहरू राम्रो राम्रो निकाल्यौँ बेलुका स्टोरी हाल्नुहुन्छ भनेर अब चाहिँ बल्ल हाम्रो पढाइ हुने बिल्डिङमा जानु लाग्यो हामी यतै रेडी हुँदैछन् यहाँ उहाँबाट मेरो बाइक आउँदैछ लिएर आउँदैछ ड्राइभरले त्यसपछि हामी जाने हो उता मेन बिल्डिङमा अब त पढ्ने बेला नि भयो होला 8:30-9 कति बजेछ 8:30 बजेको क्लास हो गाइज ल ल ओके गाइज यो हो हाम्रो कलेजको दोस्रो बिल्डिङ है त त्यही हो यता आयौँ हामी भर्खरै बाइक पार्किङ भयो दाया हुनुहुन्छ भिडियो नर्मल एउटा अलिअलि हो क्या दाइ त्यस्तो होइन यो हाम्रो कलेज चाहिँ भगवान् कति धेरै मान्छे हामी कहाँ हो त नि हामी पढ्ने है बब्लु दोस्त भगवान् हामी कहाँ हो त नि यता रहेछ नि त हाम्रो केटाहरू चाहिँ यहाँ बसेछन् हाम्रो केटाहरू को भन्छ नि चिने अलिअलि त चिने जस्तो लाउँछ के होमराज भण्डारी होइन र त्यो होमराज भण्डारी हो त्यो यता हाम्रो क्लास कहाँ हो भन्ने थाहा छैन निदो छैन हाम्रो क्लासको भगवान् हामी सेकेन्ड इयर थर्ड इयर कता हो यहीँ होला होमराजले गफलाउँदै बसिरह जस्तोहरू ल केटाहरू हाम्रो सबै यहीँ छन् यिनी पनि आएर बस्छ हाम्रो क्लास कहाँ हो थाहा भएन होमराज दोस्त हेलो गाइज हामी चाहिँ अहिले यहाँ रामायणको पुराणको बारेमा भगवान्को बारेमा भाषण सुन्नलाई क्लासमा बस्यौँ हाम्रो चाहिँ क्लासको निदो भएन भाषण भन्छस् भगवत गीता अस्ति त्यो चाहिँ हुन लागिरह होइन यतापट्टि पनि हाम्रो सुभाषजी हुनुहुन्छ है अनि त्यसपछि यहाँ चाहिँ यस्तरी भाषण भइरह होइन राधे 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 भने सबैले ल हल्ला गरौँ हाम्रो चाहिँ अहिले क्लास भएन अनि यहाँ चाहिँ एकदम ज्ञानगुणका कुराहरू भइरह अरे त्यही भएर त्यो सुन्यौँ भनेर आएको हामी चाहिँ ल अब एकैछिन हल्ला नगरी सुनौँ है त हल्ला गर भगवान
यताबाट हल्ला खाएको हेर्नु त यताबाट होइन नि अरू केटा हजुर हजुर ए मसँग छ पहिले यहाँ सब एकदम भक्तिहरू मात्रै छन् यहाँ चाहिँ होइन अरू छैनन् भक्तिहरू एकदम यहाँ भागवत गीताको पुस्तकहरू बाँडिँदैछ अरे सो द्याट दिपेन्द्र ल टिचकुले भन्छौ तिमीले मनिष नेउपाने हाम्रो जेहेन्दार विद्यार्थी इस्कनको ए इस्कन त हाम्रो छिमेकी हो भनिदिउँला नि त्यही भएर त इस्कनको है त यो दाइ हामीले अनि विद्यार्थी होला भनेको त अनि ठाडो टिका लाएर आउनुभएको थियो उतिरबाट इस्कनबाट आउनुभएको रहेछ सबैजना होइन ल राधे 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 कृष्ण भन्नु पऱ्यो गीता अब हामीले फ्रीमा पाइन्छ किन्ने हो फ्रीमा पाइने भनिदियो कि अब पैसा त छैन किन्नलाई एकदम रमाइलो आज फर्स्ट डे केही पढाइ पनि भएन बहुत रमाइलो भएर आयो यस्तो हो क्या यो चाहिँ हाम्रो रुटिन हो होइन यसमा चाहिँ यो भनेको सुरुमा 6 बजेदेखि 8 तिसम्म प्र्याक्टिकलको लागि रुटिन छुट्टाएको यो जस्तै फिजिक्स र स्ट्याट तिमीले लियौ भने यो माथिको भयो है फिजिक्स स्ट्याट लियो भने तिमीले के लिने हो फिजिक्स र म्याथ मैले पनि यही लिने फिजिक्स र म्याथ होइन भनेपछि अब यो भयो हाम्रो 8 तिससम्म त प्र्याक्टिकल भयो प्र्याक्टिकल त अहिले 1-2 महिना सुरु हुँदैन त्यसको लागि चाहिँ सरले के भन्नुभयो भन्दा यो रियल एनालाइसिसको सर हुनुहुन्छ नि रियल एनालाइसिसको सर चाहिँ 10 देखि 11 बजेको पिरियड चाहिँ मैले यहाँ पढाइदिन्छु 7 बजेदेखि 8 बजेसम्म भनेर भन्नुभयो के देखाएको को हो र अनि त्यहाँबाट यहाँ पढाइदिन्छु भन्नुभयो होइन यो यहाँ हामीलाई पढाइदिनु भयो भने फेरि अनि यताबाट आएर कम्प्युटर प्रोग्रामिङको सर हुनुहुन्छ एसपी भन्ने एसपी भनेको अब हाम्रो यहाँ आएर खोजेर कुन सर हुनुहुन्छ एकजना नाम हुन्छ त्यो सरले पनि फेरि यहीँ पढाइदिन्छु भन्नुभयो क्या अहिले प्र्याक्टिकल सुरु नहुँदाखेरिसम्मलाई बिहान 7 बजेदेखि 7:50सम्म यो पढियो रियल एनालाइसिस पढियो अनि 7:50 देखि 8:40सम्म यो पढियो सी प्रोग्रामिङ पढियो अनि त्यसपछि त लगातार सुरु भयो फिजिक्सको आइसिपी सर भोलि आउँछु भन्नुभयो अब 8:30 देखि 9:20सम्म यो भइहाल्यो त्यसपछि हामीले पढ्ने भनेको यो बीपीएस भनेको हाम्रो स्पेस साइन्स हो फिजिक्सको इलेक्टिभ सब्जेक्ट यो चाहिँ आइतबार सोमबार मङ्गलबार मात्रै हो यो हामीले अहिले भोलि त पढ्नु परेन नि त भोलि त शुक्रबार हो त्यसपछि 4 to 6 एटीएम सरको म्याथको इलेक्टिभ सब्जेक्ट हुन्छ भनेपछि एउटा न्युमेरिकल मेथड कि डिस्क्रिट म्याथमेटिक्स मध्ये एउटा हामीले जुन सब्जेक्ट लिन्छौँ त्यो सब्जेक्ट चाहिँ एटीएम सरले यहाँ पढाउनुहुन्छ हामीलाई होइन बुधबार बिहिबार शुक्रबार चाहिँ फेरि आइतबार सोमबार मङ्गलबार चाहिँ लास्ट पिरियडमा भने चाहिँ हामीले यो दुईवटा त पढिसक्यौँ भनेपछि यहाँ खाली भयो भनेपछि यो सरलाई यहीँ पढाइदिनु बोलाउने के त्यसरी हाम्रो चाहिँ 11 बजे पिरियड सकिन्छ त्यो भयो हाम्रो चाहिँ यस्तो गाह्रो भयो बल्ल बल्ल रुटिन बुझ्यो हामीले यस्तो गाह्रो रहेछ रुटिन बुझ्न पनि अब आज त पढाइ भएन रुटिन बुझेरै ठिक्क भयो अब भोलिबाट बल्ल क्लास हुन्छ अरे अब 8:30 भनेको 7 बजेबाटै क्लास हुन लाग्यो रुटिनै बुझ्न गाह्रो छ यस्तो भयो अब सब केटाहरू यहीँ बसेन अब सबैले चाहिँ पढाउने हो हाम्रो सुभाष दादा पनि पढाउनु जाने हो टिचर मास्टर हो होइन हाँस्या खुसी भयो मास्टर भन्दाखेरि अनि यताबाट यिनी पनि जाने भयो अरे यता पनि पढाउनु जाने सब पढाउनु जाने खाले मात्रै छन् म मात्रै हो बेरोजगार त्यस्तै हो ठिक छ ल तिमी कहीँ जान्नौ तिमी मसँग बस्छौ आज काटेर हुर्याउ कि नभए म जान्न अरे भनिदिउ ल भनिदिइसकेँ मैले ल यिनी चाहिँ युट्युबर हो यिनको पनि एउटा च्यानल छ मनोकामना डिजिटल भन्ने त्यो च्यानलमा चाहिँ घरिघरि मलाई प्रमोट गरिदेऊ मेरो पनि अलिअलि सब्सक्राइबर बढ्छ कि भनेर सब्सक्राइब गरिदिनु यस्तो मनोकामना डिजिटल तिम्रो च्यानलमा गएर तलपट्टि छुस्छ एउटा कुनामा चाहिँ त्यो सचिन ब्लग्स भनेर पनि लेखिदेऊ क्या घरिघरि त्यो के हुन्छ मेरो यसो 4-5 सय भने सब्सक्राइबर बढिहाल्छ कि त्यहाँबाट मान्छेहरूले त्यस्तो हुन्छ ल यिनी चाहिँ युट्युबर यिनको 100K सब्सक्राइबर छ मेरो अहिले खै त्यस्तै कति पुग्यो हेर्नु भ्याएन मैले अहिले हेर्न छ ब्लगहरू हाल तिमीले मेरो ब्लग हेरेको कि हेरेन एउटा पनि ठिक छ त्यस भए ल आजको हाम्रो क्लास यति नै हो अब हामी एकछिनमा घर जान्छौँ केटा यता हेर्दैन त हाम्रो त क्लास सकियो आज एउटा पनि पढाइ भएन होइन सब साथीहरू पनि घरतिर भागिसके सब जागिरहरू छन् घरतिर भागिसके अनि हामी चाहिँ 2 जना मात्रै बाँचेको छौँ अब यहाँ भुक्कर अब भोलिबाट चाहिँ रेगुलर क्लासहरू हुन्छ सरहरूले भन्नुभयो पिरियडहरू फिक्स गऱ्यौँ 7 बजे यताउता भनेको भोलिबाट 7 बजेबाट क्लास हुने भयो अब चाहिँ अब हामी रुम जान्छौँ खानासाना खान्छौँ आजको दिन त्यत्तिकै गयो पढाइ भएन तर रमाइलो त रमाइलो भयो फर्स्ट डे क्लास भ्लग पनि त्यस्तो खासै लामो रमाइलो पनि भएन अब हामी रुम जानु लाग्यो ल गएर म भएर बाई